हेलो गाइजहरु हामी कहाँ जाने खेल्न मात्रै कि खेल्न मात्रै कि सबैले खेल्न मात्रै कि लङजम्पको नतिजा लिएर यहाँ उपस्थित भएका छौँ। यहाँ 9वटा विद्यालयको 9जना गर्ल्स स्टुडेन्टले पार्टिसिपेट गर्नुभएको थियो र यसमा मोनिका श्रेष्ठ त्रिभुवन धर्मोदय मावि छिनामखुले 3.40 सेन्टिमिटर दूरी क्रस गरेर तेस्रो हुनुभएको छ। त्यस्तै गरेर तिम्मा मावि तिम्माका छात्रा छेन्बु राईले 3.3 मिटर 57 सेन्टिमिटर दूरी पार गरेर दोस्रो हुनुभएको छ। त्यस्तै गरेर अन्नपूर्ण वाग्दण्ड राई माध्यमिक विद्यालयको छात्रा कृष्ण राईले 4 मिटर 21 सेन्टिमिटर दूरी पार गरेर प्रथम हुनुभएको छ। बोइज लङ जम्पमा जनोदय मावि कोटका छात्र सौरभ विका 4.76 मिटर दूरी पार गरेर तेस्रो हुनुभएको छ। त्यस्तै गरेर चन्द्रेश्वरी मावि नागरिकको सुजल राई 4.78 मिटर पार गरेर दोस्रो भएको छ। त्यस्तै गरी अन्नपूर्ण वाग्दण्ड नेपाली माध्यमिक विद्यालयका मन्जु छेत्री यसमा विद्येश्वर मावि बोगनेको छात्रा निशान थापाले 10 मिटर 19 सेन्टिमिटर दूरी पार गरेर तेस्रो स्थान प्राप्त गर्नुभएको छ। त्यस्तै गरेर जनोदय मावि कोटका स्वयं प्रधानले 10.43 मिटर दूरी पार गरेर दोस्रो स्थान प्राप्त गर्नुभएको छ भने त्यस्तै गरेर अन्नपूर्ण वाग्दण्ड रणक राई माध्यमिक विद्यालयका निकेश राणा मगरले 10 मिटर 94 सेन्टिमिटर दूरी पार गरेर प्रथम स्थान हासिल गर्नुभएको छ। यसमा सीमा मावि तिम्माका छेन्बु राईले 8 मिटर 3 मिलिमिटर दूरी पार गरेर तेस्रो स्थान प्राप्त गर्नुभएको छ। त्यस्तै गरेर सिंहदेवी मावि लेखनका सुमन राईले 8 मिटर 50 सेन्टिमिटर दूरी पार गरेर दोस्रो हुनुभएको छ भने अन्नपूर्ण वाग्दण्ड रणक राई माध्यमिक विद्यालयका छात्रा कृष्ण राईले 9 मिटर 16 सेन्टिमिटर दूरी पार गरेर प्रथम स्थान हासिल गर्नुभएको छ। सातौं राष्ट्रपति रनिङ सिल प्रतियोगिता 2082 श्री अन्नपूर्ण वाग्दण्ड रणदीपा राई माविले सिल आफ्नो पोल्टामा पारेर पोस्ट बनाइसकेको छ। यो अवस्थामा विद्यार्थी भाइ बहिनीहरूलाई सम्मान गरेको छ। यसरी स्वर्ण पदकवालाहरू चाहिँ हाम्रो यो पदवी रमेश राईलाई म अगाडि बोलाउन चाहन्छु र उहाँलाई अतिथिहरूले चाहिँ सम्मान गरिदिनुको लागि यसरी राष्ट्रपति रनिङ सिल पज बनाएर आएपछि विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक सङ्घ लगायत सम्पूर्ण इन्टायर टिमले स्वागत तथा सम्मान कार्यक्रममा सहभागी भएका छौँ। राष्ट्रपति रनिङ सिल सम्पन्न पश्चात हामीले यसरी सेलिब्रेसन गरेको अवस्था छ है। तपाईँको नि